गाइस हामी चाहिँ अब चर्चतिर हिँडेर आज बौद्धतिर गाडी आउँछ फ्रुटी सुटी तिमीलाई बिहान बिहान फ्रुटी चाहिँ किन किन्नु दिन्छ र सिक्स सब टन्नै भइसक्यो है टन्नै भइसक्यो तिमीलाई अब एकछिनमा तल गएछ ल ल ल गाइस हाम्रो चाहिँ यहाँ केटाकेटीहरू खाजा खानु सबैजना खाजा खाइरहेको हो यहाँनिर केटाहरू सब यहाँ खाजा खाँदा चाहिँ सब यहाँ घरमा अब यस्तो बनाएको चिउरा खाने कि घरमा यस्तो बनाएको चिउरा खाने कि आजको बिहानी फेरि माथि आइसक्यो शेर्पा हुँदैछ केटाहरू पनि उकालो गर्दैछन् यो पनि आज हाम्रो ढलामा हुनेछ मस्ती रह्यो बिहान आज बिहानीको दिन केटाहरू गर्दैछन् खरसड भनेर यहाँनिर तल्लो केटाहरू दिँदैछ त्यतातिर है ल बिहामा आजको बिहानीमा गाइस यस्तै हो अब काम सुरु गरेको केटाहरू हामी सबजना काम सुरु गर्दैछन् केटाहरू यहाँ केटाहरू आउँदैछन् यहाँ ब्लक बसाल्दैछन् यहाँ फेरि नयाँ रुम बनाउँदैछ गाइस ल यार केटामा अब खाना खाइसकेपछि अब काम गरिरहेको यार यहाँनिर कलर पनि भाइहरू सबैजना छन् यो पनि हरामी छ नि सुट तान्छ खाना खाइसकेपछि चाहिँ अब यो हाम्रो एउटा लिन्टर सिन्टर गर्नु लाग्यो होइन ब्लककै हो लिन्टर सिन्टर गर्नुपर्छ यही एउटा हो अघि बिहानको अनि शेर्पा यता हेर त म त अब एक हप्ता लाग्छ लगाइछ ल गाइसहरू अब त्यो टी ब्रेक हो मेरो केटा सक्दैन नि फेरि सक्दैन नि फेरि दादालाई सक्दैन नि केटा हो ल यस्तै हो त केटाहरू चिया सिया खान्छन् बस्छन् अब एकछिन टी ब्रेक हो यो चाहिँ गाइस आज बुढाहरूकोमा बुढा बसिरहेछ गाइस मेरो आजको काम सिद्धेको अनि आज यत्तिकै बसिरहेको ल गाइस अहिले एकछिनमा भेटौँला अहिले तलतिर जानु लाग्यो अहिले एकछिनमा हामी तलतिर जाने हो त्यहाँ तर्का सर्का लिएर आउनु पऱ्यो यही हो केटाहरू चाहिँ बकम फुसे केटाहरू खोइ त शेर्पा सोल्टा पनि अन्त भाइ पनि उसो गर्दैछ ल सेनेरी आउँछ थोडा भिडियो गाइसहरूलाई जुम गरेर देखाइदिन्छु म जुम गरेर कडा यस्तो छ है इभिनिङको यस्तै हो कडा हो साइड चाहिँ यहाँनिर चाहिँ कडा भन्दै आएर छ माथि सिद्धो ल गाइस अब हामी चाहिँ तरकारी किन्न जानु लाग्यो होइन तरकारी किनेर आउनु पऱ्यो यसो मासु आज शनिबार अनि मासु खानु पऱ्यो भन्छन् केटाहरूलाई मासु खुवाउनु पऱ्यो गाइस अनि यहाँ हाम्रो हिउँमा पुरा कडा हो सङ्लो पानी खोला 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 बगिरहेछ खोलाहरूलाई सरो देखाइदिन्छु यहाँनिर त्यसपछि आउँछ हाम्रो यहाँनिर छ शेर्पा सोल्टा ऱ्याप होइन बिरेनु टिम्बु यसले भन्छ मेरो घर हो भुटानको टिम्बु ल एकछिन तल पसल पुगेपछि अहिले गरौँला ल गाइस यो चाहिँ भ्यू हो यो चाहिँ माथि हामी बसेको यतापट्टि हो सबक लाएर केटाहरूलाई झर्ना झर्ना चिसो चिसो पानी अरनाको भन्छन् केटा हो गाइस यहाँ खतरा छ नि ठ्याक्क यसको माथिपट्टि चाहिँ हाम्रो चाहिँ ठ्याक्क अहिले बनाइरहेको यसरी केटाहरूलाई जुम गरेर त्यहाँ चाहिँ अलिकति हामी माथि हो यो हो यो चाहिँ हो कि हामीले बनाइरहेको यो हो केटा हो खतरा छ नि केटा हो झर्ना झर्ना चिसो चिसो पानी अरनाको गाइस यो
यो माई मिनी ब्लग शेर्पा सोल्टा पुरा हिँड्दैछ घाममा मासु आज चाहिँ हाम्रो अब शनिबारबाट केटालाई लिएर घरि मासु लिएर आइदिनु भयो अगाडि कस्तो एउटा अब गाईहरूलाई यहाँ पकाउँदैछु अब मासु बक्सिली बनाइदिनु पऱ्यो ल ओके ल